केही यात्राहरू गन्तव्यका लागि मात्र नभई शान्तिको खोजीका लागि पनि हुने गर्दछन्। आजको यो यात्रा दैलेखको आस्थाबाट सुरु भएर साथीहरूको हाँसोसम्म पुगेको छ। दैलेखबाट सुरु भएको यो साँचो यात्रा सुरु गरौँ। सो हाम्रो आज यो टिमको अर्गनाइजर के भन्न चाहन्छ त? अनि यस्तो अलि ढिलो भयो त होइन, 12 बज्न आइसक्यो। त्यस्तै छ, अब केटाहरूले प्लान बनाइहाले, अब नाइ भन्न सकिएन। अब आफू पनि अब अर्गनाइजरको पद देखान, केटाहरूले पैसा झार्नुसम्म झारे मबाट। What? केटाहरूको लागि 2-4 हजार रुपियाँ, 10-15 हजार रुपियाँ, 20-30 हजार रुपियाँ खर्च गर्न ठुलो कुरो भएन। 30 हजार जति खर्च भएको छ अहिलेसम्म, यति भन्न चाहन्छु। तिमी के भन्न चाहन्छौ त? अनि म चाहिँ उहाँले झारेको पैसा टिप्न आएको हो, कहाँ झार्नु रहेछ त्यही कुरो हो, अरू मबाट अरू चुइन्न। त्यसपछि अनि हामी पेट्रोल हाल्न लागेका छौँ। वेयर इज द पेट्रोल पम्पको नाम के हो? हबिबी को हुनुहुन्छ तपाईँ? यस्तै हो। कहाँ जानु लाग्नु तपाईँ? दुबईबाट आउनुभएको भर्खरै? अच्छा बेटे टिकटॉकी हो। यस्तो नगर नि केटा, झन् एक्सिडेन्ट भएको थियो यार। धन्न साथो लिँदै केटाहरूले त है। सो हाम्रो बिहानको नास्ताको रूपमा, नास्ता कि दिउँसोको नास्ता 12 बजिसकेको छ है। 12 बजेको नास्ता। बाबु तिमी बिहान पनि किन भुक्कड भएको? बाटोमा खाएर आएको भने तिमीले? मेरो ससुराली हो, ससुराली हो मेरो। तुम काहे डिफ्रेन्ट खा रहे हो? यी देखो ठिक छ चाउन, टेस्ट कस्तो छ? फेरि वान्स मोर थ्याङ्क्स। सो हाम्रो चाहिँ अलिकति रमाइलो गर्ने पाराले बनायो। अब हामी चाहिँ लाग्छौँ अगाडि, नास्ता भइसकेको छ। जान्छौँ अब बाबुबाट अगाडि है त। 2 hours later. सो हामी भेरीको पुल आइपुगेका छौँ। हाम्रो केटाहरूको बाइक। ओ माई गड, हबिबी नमस्कारम। यो पुलको तारहरू चाहिँ ध्वस्तै कालो भएको कि जानला हो, यो चाहिँ के हो? टुन 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 टिस। सो गाइज हामी कस्तो उज्यालो उज्यालो देखेको। हामी चाहिँ भेरी पुगेका छौँ। भेरी छक्कै मार्न बस्यौँ, यता अँध्यारो आउँछ यार। यो चाहिँ भेरी पुल हो। अब हामी जान्छौँ, अगाडि जाने हो। अब अहिले चाहिँ ठ्याक्कै 2 बजेको छ। पानी मस्त निलो पानी भएको छ। यहाँ चाहिँ घाट पनि रहेछ, उता मान्छे पोलिरहन्। यो चाहिँ रहेको छ हाम्रो सुर्खेत बजार। हबिबी अस्सलाम वालेकुम। तिमी त रन्काउन थालिस् त रन्का पार्छ त नि। थापा मगर अनि म चाहिँ दर्पणको साथी। मलाई किन बियर लाग्यो जस्तो आज। हेलो, मेरो नाम चाहिँ प्रशान्त आचार्य। म चाहिँ नेपालगञ्ज नगरपालिका 11 मा बस्ने मान्छे हुँ। म चाहिँ हराएको 3 दिन भयो। भेट्नु हुनेले चाहिँ नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु होला। अब तो सच बोल दे भोसड़ी के। बिचरा त्यो सानो बाइकले कति तानोस् के त्यसले? फत 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 गरेर राखा पुरै। टाइप पनि पुऱ्याउने हो, दैलेख पुऱ्याउने हो त्यसलाई। कुन ठाउँ हो यो? पाण्डुले बस्ने मान्छेहरूले चाहिँ कमेन्ट गर्नु होला है। त्यो सन्तोषको बाइक बिग्रियो रे, अनि बाइक बिग्रेर ल यहाँबाट 8-10 किलोमिटरै वहीँ बाटोमा बिग्रेर बनाउन लागेछन्। यहाँ चाहिँ ठ्याक्कै एउटा ग्यारेज रहेछ। यहाँ ग्यारेजको दाइलाई सुजनले लिएर गएको छ। अब त्यो बन्छ बन्दैन त्यो सब भ्याएर त्यसपछि माथि आएर यता होटल खोजेर नि बस्ने गर्ने, क्याम्प फायर गर्ने प्लान हो। यहीँ गइसक्यो 5। अब कति बेला हुने हो के हुने हो थाहा छैन। 1 hour later. नबन्दिनु होला, नबन्दिनु होला, आदि खोला उलेर आयो, आउने दिन मायाले बोलायो। आदि खोला उलेर आयो, आउने दिन मायाले बोलायो, आउने दिन मायाले बोलायो। ल हाम्रो यहाँ सेकुवा के भन्छ ल रे? के भन्छ यसलाई? बारबिक्यू हुँदैछ यहाँ। बारबिक्यू उठ्यो बस्यो, उठ्यो बस्यो, उठ्यो बस्यो, उठ्यो बस्यो। ल है चाइट चाइट। बरु मैले राम्रो हान्छु बे। ल स्टाइगर बिलाइ